तैँले मेरो कट्टु किन चोरेको? 2 वर्ष अगाडिको दसैँमा किनेको कट्टु थियो मेरो, त्यो पनि फल परेको। अर्को किन्ने पैसा थिएन। साला अब त जिन्दगीभर कट्टु नलाइकन हिँड्छ। मेरो कट्टु पनि लैदिस होइन तैँले? मन कतिमा बेचिस तैँले मेरो कट्टु? भन किन चुप लाग्छस्? तैँले त लाएको छैन? मैले जिन्दगीभर कट्टु लाएर मैले। त्यसो भए मलाई भन, मेरो कट्टु अमिलो बनाउँछु भन्ने कुरा तँलाई कसरी थाहा? यसको मतलब तैँले पक्कै नै मेरो कट्टु झुइक हुनुपर्छ। तैँले मेरो कट्टु किन चोरेको? 2 वर्ष अगाडिको दसैँमा किनेको कट्टु थियो मेरो, त्यो पनि फल परेको। अर्को किन्ने पैसा थिएन। साला अब त जिन्दगीभर कट्टु नलाइकन हिँड्छ। मेरो कट्टु पनि लैदिस होइन तैँले? मन कतिमा बेचिस तैँले मेरो कट्टु? भन किन चुप लाग्छस्? तैँले त लाएको छैन? मैले जिन्दगीभर कट्टु लाएर मैले। त्यसो भए मलाई भन, मेरो कट्टु अमिलो बनाउँछु भन्ने कुरा तँलाई कसरी थाहा? यसको मतलब तैँले पक्कै नै मेरो कट्टु झुइक हुनुपर्छ।